ए केटा हो, व्हाट इज दिस बिहेभियर? 7 बजे पुग्ने भने होइन वहाँ बाँफ जाने केटा ए उठा मलाई काफले जस्तो देखिरहेको लिम्बुली भगवान हो जोडी जाउँ न हौ ढिलो भयो बुढालाई मुख छाड्दो रहेछ यार के भएको यस्तो जम राइट हामी चेकआउट गरेर निक्लिसकेका छौँ हिजो राति के भन्नु बेलुका आयो 4 बजे 4:30 बजे क्लग इन गरेर केटाहरू त राति घुम्न जाउँला भने पिज्जा सिज्जा खाएपछि त सब सुत्दिएर अनि यहाँ फेरि ऊ चाहिँ नखाइकन सुतेको कति थकेला रहेछ त 4 बजे 4:30 मा हिँडेको 2-3 घन्टाको निन्द्राले डुल्यो डुल्छ तर सुतेर बिहान उठेर चाँडै निक्लिने भन्ने कुरो थियो तर गर्दा यसो सोच विचार गर्दाखेरि चाँडो निक्लेर नि के गर्ने हिउँ परेर चिसो आनन्दले जाऊँ डुल्न आएको मान्छेहरू किन हतार गर्दै दौडिन खर अरू आरामले डुल्ने इन्जोय गरेर डुल्ने रिल्याक्स गर्ने होइन रिल्याक्स गर्ने भनेर मेन मान्छे यो उठ्दै नउठ्ने 15 चोटि उठाएको उठ्दै यिनीहरू चाहिँ 4-5 बजेतिर उठेर हल्ला गरिसकेको थिएँ बाहिर छ यहाँ अगाडि छ अनि हामी अहिले कति 9 बजे होला सायद अब बाँफतिर जाँदै हेरौँ पक्कै सबै जमेकै छ यस्तो हिउँ परेर रहेछ राति गाडी यस्तो भएर बसे है जानी हेर्ने अब पुगेर आउने हेर्ने त त्यस्तै होला हिउँ हेर्ने त हो जहाँ गयो नि ओके I'll see you निक्लेको बाफको लागि ट्याक्कै 9 बजे छ 9:02 बाटो त त्यस्तै हो चिप्लो छ रातभरि हिउँ परेछ दिउँसो पनि पर्छ भनेको छ अब उता चाहिँ के छ नट स्योर कस्तो छ अब उता चाहिँ पक्कै उता पनि हिउँ नै छ लेक पक्कै जम्या होला भिड नभइदियो भने त मेन कुरो अरू त केही छैन चिसोमा हामी जस्तै मान्छेहरू नि हुन्छ नि त भने कति मिनट जाउँ न 24 नजिकै हो नि लेक लुइस जानुपर्छ कि यहाँदेखि पहिला सिधा ओके त्यसो सुरुमा लेक लुइस जाउँ न त त्यसपछि घुम्दै रोचक के छ विचार कहाँ जाने सुरुमा लेक लुइस भन न लेक लुइस अप्रोको लागिसक्यो टिकटक चलिरहेछ हामी लेक लुइसतिर जाने डिसिजन गर्यो बाफ चाहिँ फर्किँदाखेरि छिरेर हेर्ने कुरा गर्यो
टाइम छ हामीसँग जति नै आज नि यतै बस्ने भयो तर हामीले के रियलाइज गर्यो भने आज राति नि क्यानमोरै बस्ने बुक गर्यो तर बेस्ट सिधै चेकिङ के रहेछ त यहाँ त आई डोन्ट नो कहाँ हो अब चेक पोस्टमा छिरियो Permit goes on the corner of your windshield, ओके and you have yourself a good day. ओके हामी लेक लुइज पुगिसकेको थियो लेकमै पुगिसकेको थियो तर यसो मोडिदिउँ अर्को बाटो गइदिउँ न घुम्नै आएको त हो नि भनेर छिरेको लेक रिजोर्ट स्की रिजोर्ट रहेछ स्की रिजोर्टमा आइपुग्यो हेर्ने के कस्तो छ मन लाग्यो भने गरिदिने मन लागेन भने नगर्ने हेरौँ के छ पहिला बुझेर अनि थाहा हुन्छ तर ठिकै रहेछ रङ टर्न लिएको पनि जानी रङ टर्न लिएको पनि राइट ठाउँमा आइयो देउरालीमा बतासल्यो 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 देउरालीमा बतास हामी अहिले चाहिँ माउन्ट क्रिकमा छौँ यो जस्ट हाइवेको साइडमा रहेछ यसो बसेर फोटोसोटो खिच्ने सेसन चलिरहेछ प्रब्लम जाँदा पनि जाँदैन फोटो हान्नु पऱ्यो के जस्तै सङ्गीत र सुगन्धको कहिले काहीँ थाके जस्तै सङ्गीत र सुगन्धको सुईको पाए माते जस्तै कहीँ कतै फुलमा भुल्यो फुलमा भुल्यो फुलमा भुल्यो फाइनल्ली हामी लेक लुइज आइपुग्यो लेक लुइजको पार्किङ लेक लुइज हो त होइन जस पार्किङ अझै आइपुगेको त छैन फाइनल्ली त होइन जे होस् अब थोरै हिँड्नुपर्छ लेक चाहिँ देखिन्छ जाडो भएर उहाँ डबल सक्स लगाउने कसैले एक्स्ट्रा ज्याकेटको लेयर लगाउने भन्छ यस्तो सनी देखिया राम्रो देखिया त्यही पनि जाडो चाहिँ लास्टै जाडो नाइस के भएर साथी के भयो चिसो हो अनि माथि चाहिँ माथि त ठिकै छ त्यतिले धान्छ दुईवटा मजा त भइहाल्यो तिम्रो एउटा मजा छ एउटा मात्र लगाएर आउनु त्यही पनि मैले नि चेन्ज गरौँ क्या हो तिमीले के नयाँ कुरा डिस्कभर गर्यो अरे थर्मोकोट भन्ने चिज त्यस्तो साह्रो नराम्रो पनि हाल्नु रहेछ अनि डबल जुत्ता डबल सक्स आइडिया नि ठिकै हो राम्रो आइडिया मैले नि त्यही अप्नाएर डबल सक्स लगाएँ फेरि तान न फेरि धक्का लगाऊ अब धक्का लगाऊ ड्याममा ल जानी मोबाइल त त्यहीँ छोडेर जानु पर्ला जस्तो तिम्रो त ल फोटो खिचेर आइरहनु गर्छ अलिअलि त ठिकै हो कि नेक्स्ट लेभल खिचिदिने यो धेरै खिच्यो भनेको फोटो यो बाटो पनि ठिकै कस्तो सही छ बाटो यहाँ बाटो भन्दा नि मान्छे सही छ हामीसँग के म बसेर ट्याक्क टल्किने लाखा अब निलो यो अगाडिको बाटोहरू त कस्तो दामी छ सरर
हिजो मजाक उडाए आज चिसो छ त थाहा थियो त अनि होइन -5 सम्म थियो कि हिजो सधैँ ठिकै थियो कि अब -10 छैन आज जाडो भएको तिमीलाई मलाई फेरि त्यस्तो विधि चाहिँ भएको छैन खुट्टा चाहिँ चिसै भएको हिजो नि भएको थियो आज नि भएको थियो ल हामी लेकमा त आइपुग्यो लेक लुइज सब जमै छ मजा छ यो चाहिँ तिलिचे जस्तो जस्तै देखिँदो रहेछ This किरण and that किरण हामी चाहिँ लिटरल्ली लेक लुइसको बिचमा छ यो पुरै लेक हो यहाँसम्म लेक हो अनि यो चाहिँ लेकको अर्को किनार भयो पूर्व पश्चिम किनार भयो But one of them caught our eye, the one in the center. He would neither go towards the feeding grounds at the edge of the ice, nor return to the colony. Shortly afterwards, we saw him heading straight towards the mountains, some 70 kilometers away. Oh yeah. Bitch. भनेपछि आफ्नै गाममा नि चिनेनन् मलाई आच्छा ए कस्तो फेरिएको यो टुल्के पो रहेछ Feel the air is full of promise. Every word is speaking life. Prosperity and open doors. Breakthrough shining through the night. It's a season I'm establishing. Building dreams that will remain. Good news flowing from the heaven. All for glory of His name. It's a season full of favor. Overflowing from above. This is God revealing purpose. This is joy, this is love. I declare success over me. I proclaim the breakthrough now. पैसा नदिने मान्छे के छ त प्लान अब सबभन्दा पहिला पैसा तिर मैले भयो कहाँ तिर्यो $25 कहिले दिएको केमा खानामा ए $2 कम छ टिप्स दिउँ भने अब मैले टिप्स दिउँ नभने यो क्यानाडामा सोधे तिमीले त्यही भएर किन दिने भनेर म त तलपट्टि 0 मा उठायो होला अनि अब त पुरा कस्टमाइज गरेर $10 हाल्छु म त्यहाँ 18% सुरु थियो त्यही भएर कस्तो नो थ्याङ्क्स तिमीलाई मन पऱ्यो भने त फेभरेट अहिलेसम्मको रिभ्यू दियो त 5 स्टार कसैले दिन्छ त्यसै निन्द्रा लाग्छ फेरि अहिले गाडीमा बस्यो भने हरिबहादुरको ₹1 चोर $2 चोर चोर भन्दै यार $2 चोर $2 चोर मेरो $2 दे यता जोडीहरू फेरि आफ्नै दुनियाँमा फोटो त कस्तो खिचे होइन फोटो नखिच्ने फर्स्ट टाइम फोटो नखिच्ने नि कता यता जाने हो दाहिनेतिर ल प्रेम हिँड्नु मिल्छ लिप ग्लस लगाएको मान्छे हो
धर्महरू प्रोजेक्ट कस्तो धर्म हो? धर्म बनाएको नाइस It's the year of joy and fruitfulness. I declare it loud and clear. Oh, yeah. I declare it, I declare it. This is my appointed year. नभनिकन फोटो खिचिदिन्छ भनेर होला गएर पोजमा बसेको खिचै हो ल हाम बाल्दैन दामी आएर दामी मख ल खुसी ल आइसु ल आइसु ल आगो लाग्यो जस्तो छ त्यो चाहिँ च्याङ्ग्रा यो चाहिँ बोका ऊ फेरि आफ्नो निन्द्रामा निरा ऊ त्यहाँ ऊ च्याङ्ग्रा तिमी त च्याङ्ग्री हो पहिरो गरेर रुखै छैन रुखै भाँचेको हो कि हुँदै नभएको हो कि काटेको कि मुस्लिम हो त्यो पहाड बिहा नगर्नुको एउटा रिजन होइन त रजन आनन्दले आफ्नो एक दुईवटा फोटो खिच्यो बस्यो त्यो पनि अरूलाई खिच्न लगाइदियो आनन्द के अरे जुत्ता देखिने अरे के हो त तपाईहरुले जस्तो एक दुईटा सक्स लाइ मेरो पुरानै खुट्टा त्यो राजेन्द्र खड्कीको दुब्लो भर्जन अरे केटा लगाल्नु यहाँबाट मतलब अगाडि आयो खोला भने प्रेमलाई भने न ब्याग बोक्नु पर्छ न त्यसको सुन्नु पर्छ हामी अगाडि न टिकटक बनाउनु पर्छ अब अफ गरेर फेरि गर्नु न कस्तो सानो यो चाहिँ के साथी कफी बनाउनु त खाम कफी बनाउनु त खान्छ बनाउ न पानी त दोजल खाली फेसबुक चलाएर बस्यो पानी त दोजल पानी तताउनु त के ठुलो कुरो गर केमा कफी मसिन कफी मेसिनमा पानी तताउने त्यो गर्दा त माथि कफी हाल्यो भने त कफी बनिहाल्यो नि त अनि पानी तताउने के भएर नुहाउन ला भने भन्छ खाने हो कफी बनाए ल तल राख्ने कहाँ तल नमस्ते गर्न खुट्टा बस ल
ओके हामी चाहिँ यसै नाइट लाइफ हेर्ने भनेर कति घर बसी कति सुत्ने भनेर नाइट लाइफ हेर्नलाई यसो बाटो हिँडौँ ऱ्यान्डम हिँडिरहेको छौँ कुनै डेस्टिनेसन होइन अब एकछिन हेर्ने डुल्ने खाने गएर सुत्ने बिहानै निक्लिनु छ भोलि बिहान 4:30 बजेतिर निक्लेर 3 बजेको काम भेट्न जान दिउँसो सो हेरौँ कतिखेर गइन्छ केही राम्रो भेट्यो भने रातिसम्मै बसिन्छ नत्र चाँडै फर्किएला जान्नु हजुरहरू يلا مع السلامة. يا بنت